ओके ल त्यसो भए अब हामी एकचोटि चाहिँ एक्सर्साइजतिर जाउँ है। एक्सर्साइजमा सबभन्दा फर्स्ट क्वेसन हामीलाई के दिएको छ भने एक्सप्रेस इन पोलार फर्म। हामीलाई क्वेसन चाहिँ के भनेको छ भने चाहिँ एक्सप्रेस इन पोलार फर्म। पोलार फर्ममा हामीलाई के गर्नु छ, एक्सप्रेस गर्नु छ। अब फर्स्ट क्वेसन हामीलाई के दिएको छ भने आई है। ए नम्बर क्वेसनमा के दिएको छ, आई है। भनेपछि हामीले सबभन्दा पहिला चाहिँ के बुझ्नु पर्यो, आई भनेको भनेपछि हामीलाई जेडको भ्यालु दिएको छ। जेडको भ्यालु अहिले कति दिएको छ, आई। र हामीलाई के थाहा छ भनेपछि हामीले कम्प्लेक्स नम्बर भनेको एक्स प्लस आइवाईको फर्ममा लेख्नुपर्ने हुन्छ है। अब यहाँ त के अरे त्यो एक्स त छैन, त्यही भएर हामी यसलाई यसरी लेख्न सक्छौँ नि, 0 प्लस आई लेख्न सक्छौँ। 0 प्लस आई भनेको त के नै हो, आई नै हो। अब हामीलाई चाहिँ के हुन्छ, यो हाम्रो क्वेसन भयो है। र यो के अरे यो जुन के अरे क्वेसन हामीलाई दिएको छ, यो क्वेसन चाहिँ कुन फर्ममा छ, कार्टेसियन फर्ममा छ है, ठिक छ। अथवा त्यो के अरे रेक्टेङ्गुलर फर्म पनि हामीलाई भन्न सक्छौँ है। आई मात्रै जुन दिएको छ रेक्टेङ्गुलर फर्म पनि हामी भन्न सक्छौँ। खालि यो चाहिँ क्वेसन हो भनेपछि यो क्वेसन भयो, क्वेसनमा हामीले के दिएको छ, आई मात्रै दिएको छ। त्यसो भए यसलाई यदि हामीले उसमा के अरे कम्प्लेक्स नम्बरमा यदि लेख्यौँ भने त्यही आईलाई चाहिँ हामी 0 प्लस आई लेख्न सक्छौँ, किनभने 0 प्लस आई भनेको फेरि आई नै हो है। ओके, यो किन गरेको मैले भन्छु। अब यसलाई चाहिँ हामी के गरौँ, कम्पेयर गरौँ। केसँग कम्पेयर गरौँ भने चाहिँ हामीलाई त थाहा छ जेड बराबर कति हुन्छ, एक्स प्लस आइवाई हुन्छ है, ठिक छ, एक्स प्लस आइवाई। ओके ल, अब मतलब कतिलाई यो लागिरह होला हामीले यो चाहिँ किन गरिरहेको छौँ, किनभने हामी के अरे अघिल्लो उसमा चाहिँ त्यो पनि म भिडियो हालिदिउँला। पोलार फर्ममा त हामीलाई के थाहा, मतलब के थाहा हुन्छ भने चाहिँ हाम्रो भ्यालु त के हुन्छ, जेड बराबर कति अरे आर अनि साइन थीटा प्लस आई कस थीटा हैन, ठिक छ। ओके ओके, यो चाहिँ के अरे कस थीटा प्लस आई साइन थीटा, यो चाहिँ हाम्रो के भयो, हामीलाई यति चाहिँ गर्नु छ। भनेपछि पोलार फर्ममा लानको लागि त हामीलाई यस्तो फर्ममा लानुपर्ने हुन्छ। यसको लागि हामीलाई के को आवश्यकता पर्छ, आर को आवश्यकता पर्छ। अर्को भनेको के को आवश्यकता पर्छ, थीटा को आवश्यकता पर्छ। त्यही भएर हामी यस्तो चाहिँ गरिरहेको छौँ है। सबभन्दा पहिले एकदम सजिलो क्वेसन बुझौँ। यो चाहिँ हाम्रो क्वेसन भयो, जेड बराबर आई मात्रै दिएको थियो। आईलाई हामीले 0 प्लस आई लेख्न सक्छौँ। किन लेख्यौँ, किनभने अब योसँग हामीलाई कम्पेयर गर्न के हुन्छ, सजिलो हुन्छ। जेड जेड मिलिरहेछ है, एक्स को ठाउँमा अहिले कति छ, एक्स बराबर, त्यसो भए हामीले कति पायो, 0 पायो। अनि हेर आई र आई मिलिरहेछ, यहाँ केही पनि छैन, 1 त राख्न मिल्छ नि, त्यसो वाईको ठाउँमा कति भयो, 1 भयो। अब हामीलाई थाहा छ कि पोलार फर्ममै हामीले के थाहा थियो भनेपछि आर स्क्वायर बराबर कति हुन्छ, एक्स स्क्वायर प्लस वाई स्क्वायर हुन्छ है। एक्स स्क्वायर प्लस कति हुन्छ, वाई स्क्वायर हुन्छ। त्यसो भए एक्स को भ्यालु कति भयो, 0 को स्क्वायर। वाई को भ्यालु कति भयो, 1 को स्क्वायर। त्यसो भए 1 को स्क्वायर भनेको कति भयो, 1। त्यसो भए आर बराबर कति भयो, रुट ओभर 1। र 1 को रुट भनेको हामीलाई थाहा छ कति नै हुन्छ, 1। त्यसो आर को भ्यालु भयो, थाहा पायो हामीले। अब हामीलाई थीटा को भ्यालु निकाल्नु छ। त्यसो भए यो पोलार फर्ममै हामीले के निकालेको थियौँ भनेपछि tan थीटा बराबर कति अरे, y का मुनि x। अब y भनेको कति हो, y भनेको कति हो भनेपछि 1 अपन कति अरे 0। यो चाहिँ कसको भ्यालु, tan थीटा को भ्यालु। अब के अरे 1/0 भनेको हामीलाई थाहा छ के हुन्छ, इन्फाइनाइट हुन्छ। भनेपछि tan कति को भ्यालु, इन्फाइनाइट। tan 90 डिग्री को भ्यालु इन्फाइनाइट है, ठिक छ। त्यसो भए थीटा को भ्यालु हाम्रो कति आयो, 90 डिग्री आयो। भनेपछि दुईटै चिज आयो हामीलाई, यहाँ चाहिने दुईटै चिज आयो, आर को भ्यालु पनि आयो एज वेल एज हाम्रो थीटा को भ्यालु पनि आयो। त्यसो भए हामी के गरौँ, यसमा भ्यालु पुट गर्छौँ है। अब लास्ट स्टेप हो एन्सर बुझ्नु, उतो एन्सर निकाल्नको लागि। त्यसो आर को ठाउँमा कति भयो, 1 अनि cos अनि थीटा को ठाउँमा कति अरे 90 डिग्री अनि प्लस आई साइन, फेरि थीटा को ठाउँमा कति लेख्ने, 90 डिग्री। जसले गर्दा हाम्रो एन्सर चाहिँ कति आयो, cos 90 प्लस आई साइन 90 डिग्री है। यो चाहिँ फर्स्ट क्वेसन भयो। अनि यसको चाहिँ के गर्न सकिन्छ, स्क्रिनशट लिन सक्छौँ अथवा के अरे के गर्दाखेरि त्यो हुन्छ, सजिलो हुन्छ। यो चाहिँ यो जुन यसले मैले कुनामा लेखाएको छ, यो अगाडि गएर हामीलाई चाहिँ के गर्छ, काम लाग्छ है। त्यही भएर यो मैले लेखिरहेको छु। यो पनि स्क्रिनशट लिँदा हुन्छ अथवा त्यो कपीमा लेखेर राख्दै पनि हुन्छ। अगाडि गएर काम, यसमा त सजिलो थियो किनभने हामीलाई थाहा छ tan 90 को भ्यालु थाहा थियो। अब कुनै कुनामा के आउँछ, माइनस पनि आउँछ, त्यतिखेर चाहिँ हामीलाई अलिक अप्ठ्यारो हुन्छ है। त्यतिखेर यो स्क्रिनशट लिएर राखिराख। अब अर्को क्वेसन हेरौँ हामी, 2 नम्बर क्वेसन के छ भनेर। अब सबै गर्ने हो कि के गर्ने हो, हेरौँ कतिको बुझ्दो रहेछ त्यो अनुसार। ल अब सेकेन्ड नम्बर क्वेसनमा चाहिँ के छ भने चाहिँ हामीलाई रुट 3 प्लस आई दिएको छ है। बी नम्बरमा हामीलाई कति दिएको छ भने चाहिँ रुट 3 प्लस आई, ठिक छ। यो हामीले के को भ्यालु दिएको, जेड को। यहाँ जेड को भ्यालु लेखा छैन तर बुझ्नुपर्छ हामीले है, यो जेड को भ्यालु। अब यसलाई चाहिँ हामी कम्पेयर केसँग गर्ने, जेड बराबर कति अरे एक्स प्लस आई वाई। त्यसो भए एक्स को ठाउँमा कति छ, कम्पेयर गऱ्यौँ भने एक्स को ठाउँमा कति छ, रुट 3। वाई को ठाउँमा कति छ, केही पनि छैन भनेपछि 1 त हुन्छ, त्यसो भए 1 भयो। अब फेरि त्यही सेम कुरा, आर स्क्वायर को फर्मुला भनेको कति अरे एक्स स्क्वायर प्लस वाई स्क्वायर।
एक्स भनेको कति हो √3 को स्क्वायर प्लस के भयो 1 को स्क्वायर त्यसो भए कति भयो 3 + 1 3 + 1 भनेको कति हो 4 त्यसो भए r बराबर यदि लेख्छौँ भने √4 भनेको हामीलाई कति थाहा छ 2 चाहिँ हुन्छ त्यसो भए r को भ्यालु आयो अब हामीलाई के चाहियो थीटा चाहियो है किन चाहियो किनभने पोलर फर्ममा हामीलाई थाहा छ के हुन्छ r cos थीटा + i sin थीटा भनेपछि यसमा यो फर्मुलामा राख्नको लागि हामीलाई के को आवश्यकता पर्छ r को आवश्यकता छ अर्को भनेको थीटा को आवश्यकता छ दुईटै चीजको आवश्यकता छ त्यही भएर त्यो त निकाल्नु पर्यो नि हामीले r को भ्यालु निकाल्यौ अब यो फर्मुला पनि हामीलाई थाहा छ tan थीटा बराबर कति हो y/x कसैलाई यदि यो लागिरहेको छ सब तपाईले यो फर्मुला यो कहाँबाट लेख्नु पर्यो त्यसपछि यो चाहिँ कहाँबाट लेख्नु पर्यो यसको लागि चाहिँ म अगाडि त्यो चाहिँ गर्दैको छु त्यो सर्ट भिडियोमा चाहिँ हेर्नु यो फर्मुलाको लागि मैले छुट्टै त्यो गर्दा त्यहाँबाट हेर्नु त्यसो भए अब चाहिँ कति भयो भने tan थीटा बराबर यो फर्मुला नै हो है y को भ्यालु कति 1 अनि 1/, कति अरे √3 ठीक छ त्यसो भए tan कतिको भ्यालु 1/√3 मेरो विचारमा है tan 30 को भ्यालु ओके tan 30 को भ्यालु tan 30 को भ्यालु कति हुन्छ 1/2 tan क्यान्सल भयो त्यसो थीटा को भ्यालु कति हो 30 डिग्री है त्यसो भए अब यो चाहिँ दुईटै भ्यालु r को भ्यालु पनि र अर्को थीटा को भ्यालु दुईटै यसमा पुट गरौँ त्यसो भए r को ठाउँमा कति लेख्ने 2 अनि cos थीटा को ठाउँमा कति लेख्ने 30 डिग्री प्लस i sin 30 डिग्री यही हाम्रो के भयो आन्सर भयो ओके यो चाहिँ के अरे यसको पनि स्क्रिनशट लिइराखौँ है कुनै स्टेप चाहिँ बुझिरहेको छैन भने चाहिँ त्यो कमेन्टमा चाहिँ राख्न मिल्छ ओके अब अर्को थर्ड नम्बर क्वेसन हेरौँ है थर्ड नम्बर क्वेसनमा चाहिँ के दिएको छ भने c बराबर i - √3 अब यो एन्सर मिलिरहेछ कि छैन एकचोटि उसमा पनि के अरे एन्सर पनि हेर्नु म एन्सर हेरिरहेको छैन है ओके चोटि यो यसको होप तिमीहरूले स्क्रिनशट लिइसक्या होला ओके ल अब सी नम्बरको लागि हेरौँ है सी नम्बरमा के छ कस्तो छ यदि मैले छेकिरहेको छ भने त्यो पनि मलाई भन्ने है त्यसो छेकिरहेको छ यताउति अनि बल्ल थाहा पाउँछु नि त यो चाहिँ यस्तो भयो भनेर ल सी नम्बरमा के दिएको छ भने चाहिँ i - √3 यो i - कति अरे √3 यो चाहिँ के को भ्यालु हो दिए पनि नदिए पनि बुझ्नुपर्छ z बराबर कति हो i - √3 अब यसमा त सुरुमै i दिएको छ है तर हामी चाहिँ के लेख्छौँ z बराबर x + i y त हाम्रो के अरे पछाडि छ तर यसलाई हामी यसरी पनि त लेख्न सक्छौँ नि -√3 + i त लेख्न सक्छौँ नि यही कुरा त हो नि -√3 लाई यतातिर ल्याए i लाई उतापट्टि ल्याउन सकिन्छ खासै कुनै ठुलो कुरो हैन यसलाई चाहिँ केसँग कम्पेयर गर्ने x + iy सँग ठीक छ कतिले चाहिँ के गर्छ भने चाहिँ a + ib सँग पनि गर्न सकिन्छ नो टेन्सन यदि कसैलाई हैन म a + ib सँग गर्छु नो टेन्सन खाली यसमा r को फर्मुला चाहिँ के भइदिन्छ भने √a² + b² हुन्छ त्यसमा के भएको थियो x² + y² भएको थियो अनि यसमा tan थीटा को भ्यालु चाहिँ कति हुन्छ b/a हुन्छ हामी यसमा चाहिँ कति लेख्छौँ y/x लेख्छौँ जसलाई जुन मन पर्छ लेख्न सकिन्छ कुनै त ठुलो कुरो चाहिँ भएन कुनै बुकमा के दिएको होला कुनै बुकमा के दिएको होला ल त्यसो भए कम्पेयर यदि हामीले गर्यौं भने हामीले के पायौं x बराबर कति अरे -√3 अनि y बराबर केही पनि छैन यहाँ केही छैन 1 त छ नि त्यसो y बराबर कति 1 त्यसो भए हामीलाई थाहा छ r² को फर्मुला भनेको x² + y². x भनेको कति हो -√3 यसको स्क्वायर गर्ने y भनेको कति हो 1 1 को स्क्वायर गर्ने त्यसो भए यो भनेको 3 + 1 भनेको 4 त्यसो भए r को भ्यालु चाहिँ कति भयो √4 भनेको 2 त्यसपछि अब हामीले चाहिँ के को भ्यालु निकाल्नु पर्ने हुन्छ थीटा को भ्यालु त्यसो भए tan थीटा बराबर कति अरे y/x ठीक अब y को भ्यालु हामीलाई कति दिएको छ 1 x को भ्यालु कति छ -√3 अब यहाँ चाहिँ अलिक लोचा चाहिँ छ यो यहाँ चाहिँ बुझ्नु पर्यो किनभने माइनस आइसक्यो ठीक छ माइनस आयो भने है ध्यान दिने अब यो के अरे 1/√3 भनेको यो चाहिँ यसलाई यदि हेर्यौं भने यो कस्तो टर्ममा छ यदि यसलाई कोर्डिनेटको टर्ममा लेख्यो भने यसको कोर्डिनेट कति हुन्छ -√3 र कति अरे 1 हो कि नै यसको कोर्डिनेट लेख्यो भने मतलब x यो चाहिँ x को कोर्डिनेट यो चाहिँ कति अरे y को कोर्डिनेट ठीक छ हो यसकै यही बुझ्नको लागि मैले यहाँ यो चाहिँ बनाएको छ ओके ल त्यसोभए यो चाहिँ कस्तो भयो कस्तो कुनमा चाहिँ यो पर्यो भनेसी माइनस कमा प्लसमा पर्यो है किनभने अगाडिको चाहिँ माइनस छ पछाडिको चाहिँ के छ प्लस छ अब माइनस प्लस भनेसी कुनमा पर्छ यसमा पर्छ कि पर्दैन चारवटा कोठा छ एउटा यो कोठा एउटा यो कोठा एउटा यो कोठा एउटा भनेसी यो चाहिँ माइनस प्लस भनेको कुन कोठामा यो कोठामा पर्छ अनि यो कोठामा के भनेको छ कि तिमीलाई यदि थीटा को भ्यालु निकाल्नु छ भने यहाँ मैले लेखिदिएको छ के पाइ माइनस थीटा गर्नुपर्छ है त्यसो भए यो भ्यालु चाहिँ कति भयो यो भ्यालु हामीलाई थाहा छ यो 1/√3 भनेको कतिको हो 1/√3 मात्रै 1/√3 भनेको त 30 डिग्रीको हो त्यसो भए हाम्रो के रे आन्सर चाहिँ कति आयो -30 है ओके यहाँ चाहिँ म कति लेख्छु tan कति आयो -tan 30 डिग्री भनेपछि थीटा को भ्यालु हाम्रो कति आयो थीटा को भ्यालु अहिलेको लागि कति लेखौं 30 डिग्री है
तर यो त कुनमा पर्छ, कुन कोर्डिनेटमा पर्छ, पाई माइनस थीटा। त्यही भएर चाहिँ हामीले लास्टमा के गर्नुपर्छ भनेपछि थीटाको भ्यालु चाहिँ के लेख्ने, पाई माइनस थीटा। त्यसो भए पाई भनेको 180, थीटा भनेको कति डिग्री, 30 डिग्री। त्यही भएर यसको भ्यालु चाहिँ कति आयो, 150 डिग्री। ध्यान के दिनु भनेपछि यहाँ 1/√3 छैन, -1/√3 छ। -1/√3 छ भने हामीले माइनस हेर्ने बित्तिकै हामी यो चाहिँ हेर्नुपर्छ, यो रुट चाहिँ हेर्नुपर्छ, यो कुन कोर्डिनेटमा पर्छ। कुन कोर्डिनेटमा पढ्नको लागि हामीले जुन क्वेसन दिएको छ त्यो क्वेसनमा हेर्ने र एक्स र वाई को भ्यालु चाहिँ कस्तो छ। त्यसो भए यसमा हेर्यौँ भने हाम्रो भ्यालु जुन दिएको छ माइनस र प्लस, किनभने एक्स को कोर्डिनेट भनेको माइनसमा दिएको छ भ्यालु अनि वाई को केमा दिएको छ, प्लसमा दिएको छ। त्यसो माइनस प्लस यदि हुन्छ भने त्यतिखेर हामीले के गर्नुपर्छ, पाईबाट थीटा घटाउनुपर्छ। त्यसो भए पाई त हाम्रो कति 180 र थीटाको भ्यालु हाम्रो कति आएको त 30 डिग्री है। यहाँ खास -30 डिग्री आएको हो है, -30 डिग्री आएको। तर हामीले चाहिँ त्यो के बुझ्नुपर्छ भनेपछि त्यो थीटा नै हामीले यहाँ युज गर्नुपर्छ, ठीक छ है, त्यो चाहिँ ध्यान दिनु पर्यो है। ओके, त्यसो भए यसको एन्सर चाहिँ कति भयो हाम्रो, जेड को भ्यालु भनेको r अनि cos थीटा प्लस कति अरे i sin थीटा। यदि भयो भने यो r को भ्यालु हामीलाई कति दिएको छ, 2 दिएको छ, 2 लेखौँ। अनि cos कति डिग्री आएको छ, अन्तिम भ्यालु हाम्रो 150 प्लस कति अरे i sin 150। यही हाम्रो के भयो, एन्सर भयो। हो कतिजनाले यहाँ कन्फ्युजन हुन सक्छ है, कन्फ्युज चाहिँ नहुनेर यहाँ यदि प्लस आएको भए हामीलाई कुनै लोचै थिएन, हामी डाइरेक्ट के लेख्थ्यौँ भनेपछि 30 डिग्री लेख्थ्यौँ। तर यहाँ अगाडि चाहिँ माइनस आइदियो है, र हामीलाई थाहा छ -1/√3 भनेको हामीले जुन पढेको छौँ 0 डिग्री, 30 डिग्री, 45 डिग्री, त्यसपछि 60 डिग्री, 90 डिग्री, त्यो भित्र चाहिँ पर्दैन। भनेपछि खोज्नु पर्यो। खोज्नको लागि चाहिँ के छ, यसको सर्टेन रुल्स छ। अब रुल्स भनेपछि जुन कोर्डिनेट हामीलाई दिएको छ त्यो कोर्डिनेटमा हेर्ने के चाहिँ छ हाम्रो, कुनमा पर्छ। त्यसो भए केमा पर्छ, पाई माइनस थीटा। त्यसो भए थीटा भनेको त हामीलाई थाहा छ 1/√3 भनेको त 30 डिग्रीको हो, यति त बुझ्छौँ नि हो। हाम्रो माइनस आयो त्यही भएर हामीले यो खोज्यौँ, माइनस नआएको भए हामी खोज्दैन थियो, मतलबै गर्दैन थियो है। यहाँ माइनस आयो भनेपछि हामीले खोज्नु पर्यो यो कुन भित्र चाहिँ पर्छ। त्यसो भए कुन भित्र पर्यो, यो भित्र पर्यो। त्यही भएर यसमा के भनेको छ, पाईबाट थीटा घटा। त्यही भएर पाई भनेको 180 हो, थीटा हाम्रो कति 30 डिग्री। त्यही भएर यो चाहिँ घटायो, यसको भ्यालु चाहिँ कति आयो, 150। अब अर्को एउटा हेरौँ है, डी नम्बरको। यो चाहिँ मेट्रिकको भयो। ओके, पहिला स्क्रिनसट लिइहालौँ है। अब के भइरहेछ, कस्तो भइरहेछ मलाई नो आइडिया। अब त्यो के अरे डी नम्बरको एकचोटि हेरौँ, सिकिरहेछ भने भन्ने बोल्ने, सरी बोल्ने भन्दाखेरि कमेन्ट गर्ने के भनिरहेको छु, त्यो क्लासमा पढाए जस्तै फिल गरिरहेको। ल अब चाहिँ कति नम्बर, हामीलाई डी नम्बर दिएको छ। डी नम्बरमा के दिएको छ भने 1 - √3 आयो। डी नम्बरमा के दिएको छ भने 1 - √3 आयो। यो के को भ्यालु दिएको, जेड को भ्यालु। कम्पेयर केसँग गर्ने, एक्स प्लस आइवाईसँग कम्पेयर गर्ने। त्यसो भए एक्स को ठाउँमा कति छ 1, वाई को ठाउँमा कति छ -√3 है। र आर को भ्यालु हामीलाई थाहा छ के हुन्छ, x² + y²। अब त बुझिसक्यो होला, अब त डाइरेक्ट फर्मुला लगाए पनि हुन्छ। ल 1 को स्क्वायर प्लस यो भनेको -√3 को स्क्वायर भनेपछि कति भयो, 1 + 3 भनेपछि कति भयो, 4 भयो है, ठिक छ 4। त्यसो भए आर को भ्यालु चाहिँ कति भयो, √4 बराबर कति 2। त्यस्तै गरी tan थीटा, tan थीटा भनेको कति हो, y/x। अब y को भ्यालु कति -√3, x को भ्यालु कति 1 हो। यहाँ पनि ध्यान दिने, के आइदियो -√3। अब √3 भनेको त हामीलाई थाहा छ कति डिग्रीको हुन्छ, 60 डिग्रीको हुन्छ है। तर यहाँ यदि √3 मात्रै भएको भए कुनै समस्या थिएन, हामी 60 डिग्री लेखेर सल्भ गर्थ्यौँ। तर यहाँ त के आइदियो, माइनस आइदियो। त्यही भएर दिमागमा के राख्ने भने मेरो थीटाको भ्यालु आयो कति डिग्री, 60 डिग्री। र यो म किन खोजिरहेको छु यसमा, किनभने यहाँ मेरो अगाडि के आएको छ, माइनस आएको छ। प्लस भएको भए कुनै लोचा हुँदैन थियो है। त्यसो माइनस यदि आयो भने हामी हेर्ने मेरो कोर्डिनेट कस्तो खालको दिएको छ। त्यसो मेरो कोर्डिनेट यदि हेर्छौँ भने तिम्रो एक्स को ठाउँमा कति छ 1 छ, अनि वाई को ठाउँमा कति छ माइनस कति अरे √3। भनेपछि यो के जस्तो भयो, प्लस अनि माइनस है। प्लस माइनस भनेको मेरो कुनमा छ, प्लस माइनस भनेको योमा छ है, प्लस माइनस। त्यसो भए त्यसको थीटाको फर्मुला के छ हेर त, 2π - थीटा है। अब 2 अनि पाई को भ्यालु कति 180 डिग्री माइनस थीटा, थीटा भनेको त हाम्रो कति 60। त्यसो भए कति भयो, यो चाहिँ कति भयो 3 के अरे 180 ले 2 ले गुणा 18 36 हैन, 360। 360 बाट चाहिँ के घटायो, 60 घटायो भने तिम्रो चाहिँ भ्यालु कति आयो 300। थीटाको भ्यालु त्यसो भए कति भयो 300 चाहिँ भयो है। अब यसलाई नै हामी के गर्ने, z बराबर i cos थीटा प्लस i sin थीटा। भ्यालु पुट गर्ने, r को भ्यालु कति आएको छ 2 आएको छ, 2 लेख्ने। अनि cos के लेख्ने 300 प्लस i sin कति अरे 300 है। अब एन्सरहरु मिलिरहेछ, के भइरहेछ, कस्तो भइरहेछ मलाई उसमा कमेन्टमा भन्ने है, के छ कस्तो छ। र फेरि एकचोटि म भन्छु, यदि माइनस यहाँ नआएको भए हाम्रो के हुन्थ्यो, प्लस त आउँथ्यो, प्लस √3 भनेको हामीलाई थाहा छ 60 डिग्रीको।
त्यतिखेर हामीले यो खोज्नु पर्दैन थियो कुन कोर्डिनेटमा पर्छ कस्तो सरी कुन कोर्डिनेटमा पर्छ त्यो चाहिँ हामी लाइक हेर्दैन थियौँ, डाइरेक्ट हामीले सल्भ गर्थ्यौँ। तर यहाँ त लोचा के आइदियो, यहाँ माइनस आइदियो भनेपछि थीटाको भ्यालु त 60 नै भयो, नो टेन्सन। तर यहाँ माइनस आएको भएको हुनाले हामीले खोज्नुपर्छ कि कुन कोर्डिनेटमा त्यो पर्छ। त्यसो भए त्यसको लागि कोर्डिनेट खोज्ने हामीलाई क्वेसन जुन दिएको थियो कुन कोर्डिनेटमा पर्छ, यो भनेको प्लस माइनसमा पर्छ, प्लस माइनस भनेको कुनमा हो, यो हो। त्यसो भए यसमा चाहिँ थीटाको फर्मुला चाहिँ के दिएको, 2 पाइ माइनस थीटा हो, त्यो अनुसार चाहिँ गर्नु है। बुझ्छु होला, खासै गाह्रो चाहिँ छैन। कम्प्लेक्स नम्बर भनेको म्याथको सबैभन्दा सजिलो टपिक चाहिँ हो। ल स्क्रिनसट लिइहालौँ के कस्तो छ, के किन पज गर्ने त्यस्तो गर्ने। ल डी नम्बर पछि अब चाहिँ हामी कति नम्बर गरौँ भनेपछि ई नम्बर है। अब ई नम्बरमा के दिएको छ हामी हेरौँ। मैले यो मेटिरहेको छैन है, किनभने त्यसको सबभन्दा बढी त्यसको चाहिँ युज हुन्छ। ल डी नम्बर पछि ई नम्बरमा छ। ई नम्बरमा के दिएको छ भने चाहिँ हामीलाई क्वेसनमा जेडे बराबर म एकैचोटि लेखेँ 1 प्लस √3i बाई कति गरे 2 यही दिएको छ। अब यसलाई त हामी 2 भनेको त दुइटैको हो, त्यसो भए यसलाई हामी यसरी लेख्न सक्छौँ 1/2 प्लस √3/2i लेख्न सकिन्छ नि होइन। अब यसलाई जेडलाई केसँग कम्पेयर गर्न, x प्लस आई भयो। त्यसो भए x को ठाउँमा कति 1/2, y को ठाउँमा कति √3/2। अब यहाँ आर स्क्वायरको फर्मुला कति हो, x स्क्वायर प्लस y स्क्वायर। अब यो मध्यको लेखिरहेको छु के त्यस्तो यदि समस्या अलिक जुम गर्ने त्यसलाई हेर्ने। x को ठाउँमा 1/2 त्यसको स्क्वायर गर्ने, y को ठाउँमा कति √3/2 त्यसको पनि स्क्वायर गर्ने। यो भनेपछि कति हो 1/4 प्लस 3/4 भनेपछि कति हो 4/4 भनेपछि कति हो 1। त्यसो r बराबर √1 भनेको कति भयो 1 भयो। अब tan थीटा हेरौँ, tan थीटा भनेको फर्मुला कति हेरौँ y/x। अब y को भ्यालु कति, y को भ्यालु √3/2 अनि x को भ्यालु कति 1/2। ठिक छ, 2 र 2 के भयो क्यान्सल भयो। त्यसो भए tan थीटा बराबर 1 and 1 कति आयो √3। अब यसमा छ कतै माइनस छ, माइनस छैन भने समस्या भएन, माइनस छैन भनेपछि के गर्ने, tan थीटा बराबर tan कतिको भ्यालु √3। त्यसो भए tan 60 डिग्रीको भ्यालु है। अब त्यसो थीटाको भ्यालु कति भयो 60 डिग्री। अब यसमा कोर्डिनेट केही हेर्नु पर्दैन, किन माइनस आएकै छैन। यदि माइनस आएको भए हामीले कोर्डिनेट के गर्छौँ खोज्छौँ। त्यसो भए हाम्रो अन्तिम भ्यालु z बराबर कति गरे r cos थीटा प्लस i sin थीटा। ठीक, अब r को ठाउँमा कति आएको छ हाम्रो भ्यालु, r को ठाउँमा 1 आएको छ, 1 लेखौँ। cos थीटा को ठाउँमा कति गरे 60 डिग्री प्लस i sin 60 डिग्री। त्यसो भए यसलाई चाहिँ कति लेख्न मिल्छ cos 60 प्लस i sin 60 है। ठिक छ, यो चाहिँ हाम्रो के भयो आन्सर भयो। माइनस आएको छैन, नो टेन्सनै भएन है। यदि माइनस आएको छ भने हामीले कोर्डिनेट खोज्नु पर्छ र चारवटा मध्ये कुनमा पर्छ त्यो अनुसारको लागि सबैको फर्मुला चाहिँ छ है। ठिक छ, ओके। ल अब अनि यसरी पनि हेर्न सक्छौँ, जस्तै यो दुइटै हामीलाई के दिएको छ प्लस प्लसमा दिएको छ। ठिक छ, प्लस प्लस छ भने यो कुनमा पर्छ, यसमा पर्छ। यसमा के भनेको छ थीटालाई थीटा नै छोड, केही गर्नु पर्दैन त्यसलाई। ठिक छ है, त्यो पनि ध्यान दिने कि यो मेरो यो दुइटा त के हो प्लस प्लस भएको हो नि, के यो पनि प्लसको भ्यालु यो पनि प्लसको भ्यालु हो। ठिक छ, एक्स र वाइ कोर्डिनेट त्यसमा कुनमा पर्छ, थीटालाई के भनेको छ थीटै छोड्नलाई भनेको छ। यदि प्लस माइनस आयो भने के गर्ने, जुन थीटाको भ्यालु आएको हुन्छ त्यसलाई चाहिँ के गर्ने 2 पाइबाट घटाउने। माइनस माइनस आएको छ भने के गर्ने, जुन चाहिँ थीटाको भ्यालु हुन्छ त्यसलाई पाइ जोड्ने। अनि माइनस प्लस आएको छ भने के गर्ने, जुन चाहिँ थीटाको भ्यालु त्यसलाई चाहिँ 180बाट यानि पाइबाट के गर्ने घटाउने है। ल स्क्रिनसट यसको लिइराखौँ। अब एकैचोटि कति नम्बर एफ नम्बर है, सबै क्वेसन मै गरिदिइरहेको छु है। ठिक छ, तिमीहरू यदि आफू बुझ्छौ गर्न थाल्छौ भने मलाई भन्नु कि सब तपाईँ छोडिदिनु, हामी आफै गर्छौँ, हामी आफै ट्राई गर्छौँ है। त्यस्तो यदि छ भने अनि कमेन्टहरू पनि गर्ने गरौँ, मलाई थाहा हुँदैन तिमीहरू बुझिरहेको छौ कि छैनौ। अब यहाँ क्वेसन के दिएको छ i/1 + i, z बराबर i/ कति गरे 1 + i। ठिक छ, यो पनि यो i यो i। अब के छ भनेपछि अब यो त तिम्रो के अरे x + iy को फर्ममा त छैन। त्यसको लागि यसलाई चाहिँ के गर्ने, पहिला बाइ क्रस गरिदिइहाल्नु। यो चाहिँ हामीले सानो क्लासमा पढेको छौँ है, यस्तो टाइपको हामी गर्न सक्छौँ भनेर। ठिक छ, यसलाई क्यान्सल गरिदिनु, फेरि जस्ताको त्यस्तै हुन्छ। त्यही भएर माथिलाई माथिसँग गुणा गर, तललाई तलसँग। माथिसँग गुणा गर्छौ भने कति भयो, आईलाई चाहिँ कति गरे 1 - i, अनि यसलाई चाहिँ गर्छौ भने a + b × a - b त्यो भनेको के भयो a² माइनस यो i लेखिरहेको छु है b², यो i हो। ओके, अर्को कुरा चाहिँ के बुझ्नुपर्छ, कम्प्लेक्स नम्बरमा एउटा चाहिँ मैले यो भन्न बिर्सेँ, i² को भ्यालु चाहिँ कति हुन्छ -1 है। यो चाहिँ लाइक फर्मुला जस्तै नै हो। ल त्यसो भए यो के भयो, i लाई 1 सँग गुणा गर्छौ i नै भयो। अनि अर्को कुरा माइनस भयो, अनि i र i लाई गुणा गर्छौ भने कति भयो i² भयो। तर i² को भ्यालु कति छ -1 छ। त्यही भएर त्यो माइनस र यो माइनस भएर चाहिँ के भयो प्लस भयो, 1 + i भयो अपन यो चाहिँ 1 नै भयो, यो चाहिँ माइनस भयो। i² को भ्यालु फेरि के हुन्छ -1 हुन्छ।
त्यो माइनस माइनस फेरि के भइदियो प्लस भइदियो। त्यो यो भ्यालु चाहिँ हाम्रो कति भयो I + 1 डिभाइडेड बाई 2 है। अब यसलाई यदि राम्ररी लेख्यौँ भने यो भ्यालु चाहिँ कति भयो I/2 + 1/2। पहिला म यो 1/2 लाई लेख्छु, त्यसो 1/2 प्लस के अरे I/2। अब यसलाई चाहिँ यो चाहिँ बल्ल चाहिँ अब बन्यो क्वेसन है, ठिक छ। अब यसलाई केसँग कम्पेयर गर्ने x + iy सँग कम्पेयर गर्ने। त्यसो x को ठाउँमा कति छ 1/2, y को ठाउँमा कति छ 1/2, ठिक छ। अब के अरे r² को फर्मुला भनेको के हुन्छ x² + y²। त्यसो 1/2 को होल स्क्वायर प्लस 1/2 को होल स्क्वायर भनेपछि 1/4 + 1/4। अब यो म यहाँ गरिदिरहेको छु है, ठिक छ। ल त्यसो r बराबर कति, सरी r² बराबर 4 एलसीएम लिने, त्यसो 1 + 1 भनेपछि के भयो 2/4। यो भनेपछि कति भयो 1/2 भयो। त्यसो r को भ्यालु चाहिँ अब यसलाई रुट हुन्छ भनेपछि यो भनेको 1/√2। खुच्चै चाहिँ रोइरहेको होला है, अलिकति साउन्ड आइरहेको होला, के गर्ने अब त्यो सर भनेको फ्यामिली भ्यालु। ल अब tan थीटा भनेको फर्मुला के अरे y/x। y भनेको फेरि कति हो y भनेको 1/2, x भनेको कति हो 1/2। यो गर्यो भने कति भयो 1 भयो। त्यसो भए tan थीटा, tan कतिको भ्यालु 1, tan कति भ्यालु 45 डिग्रीको भ्यालु 1। ओके tan त्यसो भए कति हो 45 है, ठिक छ। त्यसो भए थीटा बराबर कति भयो 45 डिग्री, ठिक छ। थीटाको भ्यालु कति हो 45 डिग्री। त्यसो भए हामीलाई थाहा छ लास्टमा पोलर फर्ममा r cos थीटा प्लस I sin थीटा, अनि r को भ्यालु चाहिँ कति अरे 1/√2 लेख्ने, अनि cos थीटा को भ्यालु कति 45 डिग्री प्लस I sin 45 डिग्री। ल यो एक नम्बरको मात्र मैले आज गरे है। यसमा चाहिँ हेर तिमीहरूलाई कतै केही कन्फ्युजन हुन्छ के हुन्छ भन्ने के अरे मलाई त्यो गर्नु, कमेन्ट गर्नु, अनि हेर्नु एकचोटि के अरे क्लियर पिक्चर क्वालिटी चाहिँ मतलब राम्रो छैन अथवा पढाएको यदि बुझिरहेको छैनौ, केही पनि समस्या त्यस्तो छ भने कमेन्टमा लेख्नु है, मलाई भन्नु ल। ल थ्याङ्क यू सो मच, ठिक छ। ओके ल हुन त म के अरे उसको म्याथको टिचर त होइन, म क्लास फिजिक्सको टिचर हो, तर पहिला चाहिँ म्याथ पनि पढाउने गरेको थिएँ। त्यही भएर यो चाहिँ के अरे अलिकति थोरै यसमा चाहिँ भनिदिइहालौँ, विद्यार्थीहरूले रिक्वेस्ट गर्यो यसको बनाइदिनु, त्यही भएर अब यो टेक्निकलको हो है, ठिक छ। कुनै ठाउँको विद्यार्थीले त्यो गरेर त्यो विद्यार्थीको नाम नभन्नु। ओके च्याप्टरको नाम चाहिँ के हो भने चाहिँ कम्प्लेक्स नम्बर। ओके अनि ओके आज शिवरात्रि पनि हो, त्यही भएर ह्याप्पी शिवरात्रि है सबैजनालाई। ओके यो कम्प्लेक्स नम्बर चाहिँ कम्प्लेक्स नम्बरको बारेमा थोरै जति मसँग नलेज छ त्यसको बारेमा थोरै कुरोकानी चाहिँ गरौँ है। अब के हो भनेपछि नामै छ कम्प्लेक्स नम्बर भनेपछि यसमा चाहिँ अलिकति के हुन्छ भने जो नर्मली सल्भ हुँदैन त्यस्तो कुराहरू सल्भ गर्नको लागि हामी के गर्छौँ कम्प्लेक्स नम्बरको युज गर्छौँ है। भनेपछि के भनेको चाहिँ एनी नम्बर अफ द फर्म x + iy को यदि फर्ममा छ है, जहाँ चाहिँ के हो भने चाहिँ यो x र यो y भनेको चाहिँ के हो भने चाहिँ रियल नम्बरहरू हो है। यदि कुनै पनि नम्बरलाई यदि हामीले x + i को फर्ममा यदि लेख्न सक्यौँ भने त्यसलाई नै हामी के भन्न सक्छौँ भने चाहिँ कम्प्लेक्स नम्बर है। र नर्मली चाहिँ कम्प्लेक्स नम्बरलाई के लिएर डिनोट गरिन्छ भने चाहिँ z लिएर डिनोट गरिन्छ। त्यही भएर z बराबर कति भयो x + iy चाहिँ भयो है। अब धेरै चाहिँ मतलब म भन्न सक्दिनँ, के अरे जे जति छ जुन काम लाग्छ त्यो कुराहरू चाहिँ मात्रै भन्न छु। अर्को भनेको हामीलाई चाहिने भनेको पोलर फर्म अफ अ कम्प्लेक्स नम्बर है, यसलाई चाहिँ ट्रिगोनोमेट्रिक फर्म पनि हामी भन्छौँ। अब यसमा के हुन्छ भने नर्मली x बराबर चाहिँ कति हुन्छ r cos थीटा र y बराबर कति हुन्छ r sin थीटा। अब यो दुईटैलाई चाहिँ हामीले स्क्वायर गरेर एड गर्यो भने लेफ्टलाई लेफ्टसँग एड गर्ने राइटलाई राइटसँग यदि एड गर्यौँ भने हाम्रो r² को फर्मुला भनेको कति हुन्छ x² + y² हुन्छ है। त्यस्तै गरी tan थीटा बराबर निकाल्यो मतलब यसलाई डिभाइड गर्यो भने tan थीटा को फर्मुला भनेको कति हुन्छ y/x आउँछ है। ओके त्यसो भए हामीले यसलाई नै अब हाम्रो फर्मुला त के हो z बराबर x + iy। त्यसो भए हामीले x को ठाउँमा कति राख्ने r cos थीटा राख्ने र y को ठाउँमा यदि r sin थीटा यदि राख्ने हो भने चाहिँ यसलाई सल्भ गर्यौँ भने यति चाहिँ आउँछ। यसबाट r कमन लियो भने cos थीटा प्लस कति हुन्छ cos थीटा प्लस i sin थीटा हुन्छ। अनि त्यसलाई नै हामी चाहिँ नर्मली चाहिँ के भन्छौँ भने चाहिँ पोलर फर्म चाहिँ भन्छौँ है। भनेपछि नर्मली हामीलाई क्वेसन जुन दिएको हुन्छ त्यो भनेको लाइक कार्टेसियन फर्ममा दिएको हुन्छ, त्यसलाई चाहिँ हामीले पोलर फर्ममा राख्नुपर्ने चाहिँ हुन्छ। ओके